फाइनल्ली गाइज म चाहिँ हाम्रो गाउँको हेल्थ पोस्टमा आइपुगेको छु। यो चाहिँ म एकदमै पहिलोचोटि हेर्नको लागि यहाँ आएको छु। कति वर्ष जति भयो खै मलाई त्यति 5 वर्षभन्दा बढी भइसक्यो होला नि है। अनि यहाँ चाहिँ कस्तो राम्रो घुमाउने घर बनाएको रहेछ कि। तिमीहरूलाई थाहा छ यो घुमाउने घर यो कहिले बनाएको यो नानीहरूलाई थाहा छ? यो कसको लागि बना के को लागि बना? ए यो सुत्केरी घर हो यो भनेको? Which helps in our population and helps to develop the child. How sweet हो कस्तो राम्रो है यो घुमाउने घर। अनि त्यस पछाडि यो घुमाउने घरको त त्यो भयो होइन। त्यस पछाडि हेरी यो चाहिँ यिनीहरू हेर्नुहोस् हो। हजुर यो हजुर हजुर भनेपछि गाउँ पनि एकदमै विकास हुन थालेको छ होइन। हामी सहरै किन जानु परेको होइन, सबै कुरा सुविधा। हजुर कस्तो खुसीको कुरा है। हाउस स्विट मलाई चाहिँ एकदमै खुसी लाग्यो। यो हाम्रो गाउँमा पनि यति राम्रो विकास भएको रहेछ होइन। यस्तै विकासहरू अझै हुँदै जाओस्। मेन कुरो भनेको चाहिँ अब हाम्रो यो बाटोको छ होइन। बाटो मात्रै, बाटो त सबै गाडीहरू त कुदिराखेको छ कि, तर पिच हुन बाँकी हो क्या। गाडी पनि गइराखेको हुन्छ हाम्रो गाउँमा। जाने गाडी चाहिँ आउने गाडी चाहिँ यही हो। यो पिच मात्रै भइदियो भने अरू एकदमै राम्रो हुन्थ्यो हाम्रो गाउँतिर चाहिँ। अरू सबै कुराको सुविधा छ। हस् त, नमस्ते।